कान्छाले देखेको सपना पुरा भएको छ। दर्शकबिन कान्छाले जे सपना देखेको थियो उस्तै उस्तै सिरियलमा पनि घटिरहेको छ। सिरियलको अन्तिममा जब उसले सिन्दुर हाल्न लागेको थियो तब उसको पूर्व श्रीमतीको आगमन भएको देखिन्छ। दर्शकबिन के अब यो साँच्चै नै बिहे रोकिन्छ त? के उनले यो सपना देखेको हो त? अब के काम चाहिँ सिरियलमा कसले जित्ला त? यो काम कसले जित्ला त? कसकोतिर हुन्छ त? यो पनि सपना हुन सक्छ त? पक्कै पनि होइन दर्शकबिन। होइन दर्शकबिन, यो साँचो कुरा हो पनि सपना झुट होइन। भिडियो अगाडि बढाउनु भन्दा अगाडि एक लाइक, एक कमेन्ट र एक सेयर गर्न पनि नभुल्नुहोला। कान्छी सिरियललाई राम्रो मान्नुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। र अर्को दुःख खबर र सागरको आमालाई पनि सहरमा लिन आइसकेका छन्। कान्छीले फेरि पनि आफ्नै खुट्टामा आफ्नै वञ्चरले हान्न तयार भएकी छिन्। अब फेरि कान्छीले पहिलोको जस्तै दुःख पाउलिन् त? अब कान्छीको के सासूले कान्छीलाई फेरि पहिलाको जस्तै दुर्व्यवहार गर्छिन् त? यो पुरा भिडियो हेर्नको लागि युट्युब च्यानल चाहिँ पक्कै सब्स्क्राइब पनि गरिदिनुहुन्छ भन्ने ठुलो भन्दा ठुलो आशा गरेका छौँ।